नमस्ते दर्शकबिन जति पनि दर्शक हेर्दै हुनुहुन्छ। के तपाईँ आफ्नो कारमा कालो स्टिकर लगाउनु भएछ? अब चाहिँ तपाईँले लगाउन पाउनुहुन्न। अहिले नयाँ ट्राफिक रुल्स अनुसार होइन, तपाईँले चाहिँ कालो स्टिकर हटाउनु पर्ने हुन्छ र तपाईँ आफ्नो कारमा लगाउनु भएछ भने त्यो तुरुन्तै हटाइहाल्नुहोस्। किनभने ट्राफिक कतै तपाईँलाई समात्यो भने तपाईँले चाहिँ फाइन हाल्न सक्छ। यो जुन तपाईँ कार हेर्नुभयो नि, यो गृहमन्त्रीको हो र उहाँको सचिवजी, गृह सचिवजी हुनुहुन्छ र उहाँको कारबाट चाहिँ कालो स्टिकर जुन थियो त्यो चाहिँ हटाइरहेछ। यो अब ट्राफिक प्रहरीले चाहिँ अनुमान गरिथियो कि योबाट चाहिँ गलत गतिविधि होइन। अब पछाडिमा कालो स्टिकर न त अगाडिमै कालो स्टिकर लगाएछ भने त्यहाँबाट चाहिँ अब हेर्न उसले चाहिँ समस्या हुन्थ्यो होइन। अब सिसी क्यामेरै लगाएछ भने त्योमा चाहिँ अब अलि हेर्न समस्या हुन्छ नि। त्यही भएर चाहिँ यसले चाहिँ हटाउनु अहिले चाहिँ सबैलाई भनिएको छ र तपाईँहरू पनि आफ्नो कारमा कालो स्टिकर लगाउनु भएछ भने तपाईँहरू चाहिँ हटाइहाल्नुहोस्। किनभने तपाईँ बाटोमा भेटाउनु भयो भने फेरि तपाईँले चाहिँ फाइन लाग्न सक्छ।